तर हामी नेपालीहरू इतिहासमा पनि र वर्तमानमा पनि 3 करोड नेपाली एक भयो भने दुनियाँको कुनै ताकत कुनै मिसाइल कसैको केही लाग्ने छैन। नेपाली जनताले चाहे अंग्रेज भारतका विरुद्ध लडाईं लड्दा नेपालका सबै जनताहरू वृद्धहरू बाल बच्चा समेत लडाईँमा कुदेका इतिहास छन् र ठुलठुला साम्राज्यलाई धुलो चटाएका पनि इतिहास छन्। हामी भोट तिब्बतसँगको लडाईँमा नेपालीहरूले वीरता देखाएका इतिहास पनि हामीसँग छन्। त्यसकारण यो राष्ट्रमाथि अहिले जो सङ्कट ल्याउन खोजिँदैछ यसको स्वाधीनता र नेपाली जनताको अधिकारमाथि नेपाली जनतालाई नेपालबारे निर्णय गर्ने अधिकार नदिने अरू कसैले फैसला गर्ने जो परिस्थिति बनाउँदैछ म उनीहरूलाई खबरदारी भन्न चाहन्छु। नेपाली जनता बिल्कुल तिमीहरूको षड्यन्त्रमा लाग्ने छैन, तिमीहरूको अगाडि झुक्ने छैन। हामीले 3 करोड नेपालीलाई एकताबद्ध गरेर सबै वैदेशिक प्रतिक्रियावादी षड्यन्त्रलाई परास्त गर्ने उद्देश्यका साथ यो एकता गरेको हो। यो कुनै खेलाची होइन।